नमस्ते आदरणीय दाजुभाइ दिदीबहिनीहरू, संसदीय उपसमितिहरूको छलफल सुन्दाखेरि आफैलाई लाज लागेर आयो। भ्रष्ट कर्मचारीहरू, भ्रष्ट नेताहरू अथवा भ्रष्ट प्रहरी, सेना अथवा न्यायालयका जोसुकै होस्, उनलाई भ्रष्टाचार गरेको छ, अपराध गरेको छ भने उसलाई पेन्सन पाउने रे। यस्तोमा पनि छलफल हुन्छ। अपराधीलाई के पेन्सन कहिले हुन्छ? अपराध गरेको छ, ठगेको छ, लुटेको छ, भ्रष्टाचार गरेको छ, त्यस्तो मान्छेलाई पेन्सन दिने कुरा यस्तामा समय बर्बाद गर्ने होइन। त्यस्ता मान्छेहरूलाई चाहिँ जसले सेवा गर्छु भनेर प्रवेश गरेको छ, सेवा गर्नको लागि तालिम गरेको छ, ओथ टेकिङ सेरोमनीमा चाहिँ इन्भल्भ भएको छ, त्यस्तो मान्छेलाई चाहिँ झन् डबल कारवाही गर्नुपर्छ। नेपाल आमाको सेवा गर्छु भन्नेलाई डबल कारवाही गर्नुपर्छ। र अझ म भन्न चाहन्छु आदरणीय दाजुभाइ दिदीबहिनीहरू, 46 साल पछिका जो कर्मचारीहरू भए, पुलिस भए, न्यायालयका भए, आर्मीका भए, सम्पत्ति छानबिन गर्नुपर्दछ। कसरी सम्पत्ति छानबिन गर्नुपर्दछ, कसरी अनि एउटा प्रहरी 3 वर्ष भएको छैन, 4 वर्ष भएको छैन, UN मिसन पनि गएको छैन, ऊ एयरपोर्ट जान्छ, एयरपोर्टमा तस्करहरूसँग चाहिँ सुन तस्करसँग महिनावारी खान्छ र काठमाडौँमा घर बनाउँछ, जग्गा किन्छ, घर बनाउँछ। कसरी सम्भव छ? यस्तो पो त छानबिन गर्नुपर्छ। यसरी पो चाहिँ छानबिन गरेर कानूनको दायरामा ल्याएपछि पो अनि सुशासन कायम हुन्छ, अनि पो यो चाहिँ इम्प्युनिटीको अन्त्य हुन्छ। यस्तोमा चाहिँ समय खेर फाल्नु छैन, सुशासनमा समय खेर फाल्नु छैन, समय दिनु छैन, डेलिभरीमा समय दिनु छैन। बेकारमा चाहिँ कर्मचारीहरूले अपराधी कर्मचारीहरू, अपराधी भ्रष्टाचारीहरूलाई पनि पेन्सन दिने, यस्तो कुरामा पनि छलफल हुन्छ? छलफल हुँदैन। माननीय सांसदज्यूहरू, यस्तोमा समय खेर नपाल्नुहोस्, क्रिएटिभ काममा समय खेर पाल्नुहोस्। राम नागरिकहरू वाच गरिराख्नुहोस्, हेरिराख्नुहोस्। कसरी आफ्नो स्वार्थको लागि, कसरी आफ्ना वरिपरिको स्वार्थको लागि यो राष्ट्र निर्माणमा को लागि कानून बनाउने होइन, कसरी आफ्नो स्वार्थ सिद्ध हुन्छ त्यसै अनुसार कानून बनाउन लागिरहेका छन्। तपाईले भोट दिएर पठाएका माननीय सांसदहरू, तपाईहरू चिन्नुहोस् है, चिन्नुहोस्, बुझ्नुहोस्, जान्नुहोस्। म फेरि भन्छु, कर्मचारी, प्रहरी, सेना, न्यायालयका जसले भ्रष्टाचार गरेका छन्, अपराध गरेका छन्, अन्यलाई भन्दा डबल सजाय हुनुपर्छ भन्ने मेरो मान्यता हो। मलाई लाग्छ मैले आफ्नो मेसेज यहाँहरूको सामु क्लियरली दिएँ। धन्यवाद, नमस्कार।